सिलसिलाजीले भने जस्तै देश अहिले एकदमै परिवर्तनको सङ्घारमा छ र त्यो परिवर्तनको भाग 1 पहिलो अध्याय हाम्रो भाद्र 23 र 24 गते भएको जेनजी आन्दोलन त्यो चाहिँ भाग 1 हो। त्यो भागले चाहिँ लामो समयसम्म हाम्रो समाजमा हाम्रो देशमा जुन बिल्डअप भएर बसेको फ्रस्ट्रेसन थियो नि, फ्रस्ट्रेसन के का लागि थियो त भन्दा भ्रष्टाचारका विरुद्ध देशमा युवाहरू बस्नै नसक्ने गरेर जुन व्यथिति बसेको शैक्षिक गुणस्तर एजुकेसन सिस्टम सबै ध्वस्त पारेको छ। तपाईँको स्वास्थ्यका जुन डेलिभरीका राज्यले डेलिभरी गर्नुपर्ने र जनतालाई चाहिँ डेलिभरी गर्नुपर्ने सबै निकायहरू सबै सिस्टमहरू चाहिँ ध्वस्त बनाएको छ र देशमा काम गर्ने अवस्था पनि छैन, काम पाउने अवस्था पनि छैन। यो लामो समयको छ 30, 35, 36 वर्षदेखि बिल्डअप भएको जुन फ्रस्ट्रेसन थियो त्यो फ्रस्ट्रेसन चाहिँ त्यो 27 घण्टामा त्यो पोखिएको त्यसले चाहिँ त्यो एउटा भाग 1 थियो। त्यसले चाहिँ के गर्यो त्यति बेलाको 2 सरकार थियो। हामीले बिर्सनु हुँदैन। सबैलाई रिमाइन्ड गर्न चाहन्छु, मैले अस्ति पनि पब्लिक प्रोग्राम भनेको छु, भदौ 22 गते देशमा पहिलो र दोस्रो दल संसारमा कोही पनि नहुने, संसारमा कोही पनि हुँदैन पहिलो दोस्रो दलले सरकार बनाउने विशेष परिस्थितिमा बन्छ। त्यो पनि जस्तो हाम्रो संविधान सभाको उसमा चाहिँ संविधान बनाउने बेलामा चाहिँ नेपालमा थियो प्र्याक्टिस थियो, तर त्यो भदौ 22 गतेसम्मको चाहिँ त्यो त्यस्तो अवस्था थिएन। त्यसलाई चाहिँ मैले कहाँबाट जोड्न खोजेँ भने त्यो 22 गते चाहिँ 2 सरकार थियो, त्यसपछि 23 र 24 गते चाहिँ हाम्रो जेनजी आन्दोलन भयो। सन्दर्भ चाहिँ त्यही हो, त्यो भाग 1 हो र यो भाग 2 यो फागुन 21 गते चाहिँ भाग 2 हो त्यो अध्याय। त्यहाँबाट चाहिँ सुरु भएको यो ट्रान्सफर्मेसनको जुन नेपाली समाजको नेपालको देशको त्यो चाहिँ फागुन 21 गते भोट हालेर परिवर्तनको पक्षमा भोट हालेर ट्रान्सफर्मेसनको पक्षमा भोट हालेर र यो चुनावको म्यान्डेट यो चुनावको प्रमुख एजेन्डा भनेको त्यही भाग 1 को भाग 2 मा गएर चाहिँ पूर्ण गराउने हो। त्यो भनेको चेन्ज परिवर्तन। परिवर्तन के त भन्दाखेरि भाद्र 22 गतेसम्म जुन थियो नि हाम्रो त्यसबाट परिवर्तन ल्याउने र त्यो परिवर्तन गर्नको लागि मैले सम्पूर्ण जति पनि उपस्थित हुनुभएको छ आदरणीय पत्रकार मित्रहरू लगायत हाम्रो साथीहरू पनि हुनुहुन्छ, उहाँलाई चाहिँ मैले के भन्छन् अब तपाईँहरूले चाहिँ देशको लागि 1 घण्टा दिनुहोस् फागुन 21 गते 1 घण्टा मात्र 1 घण्टा लाइनमा बसेर आफ्ना वृद्ध बुवा आमा हजुरबा हजुरआमा हुनुहुन्छ उहाँलाई चाहिँ भोटिङ बुथसम्म पुर्याउनुहोस्। यो चुनाव चाहिँ निष्पक्ष हुनलाई चाहिँ निष्पक्ष चुनाव गराउनलाई चाहिँ तपाईँहरूले चाहिँ 1 घण्टा तपाईँहरू साँच्चै तपाईँहरू आज तपाईँहरू जति उपस्थित हुनुहुन्छ अरूलाई पनि भन्नुहोस्, आफू पनि गर्नुहोस्। 1 घण्टा राष्ट्रको लागि देश बनाउनको लागि यो देश हामी सबै मिलेर बनाउने हो र निष्पक्ष चुनाव सम्पन्न गर्नको लागि चाहिँ विगतमा भएका छन् केही घटनाहरू छन् हाम्रो बागलुङ जिल्लामा पनि त्यो तपाईँहरूले चाहिँ सुन्दै आएको हो। केही क्षेत्रहरूमा चाहिँ जहाँ त्यस्तो हुनु हुँदैन। निष्पक्ष चुनाव हुनको लागि चाहिँ तपाईँहरूले 1 घण्टा दिनुपर्छ राष्ट्रको लागि देश बनाउनको लागि र आफूले पनि भोट हाल्नुहोस् परिवर्तनको पक्षमा र अरूलाई पनि हाल्न लगाउनुहोस्। अब आज यो हामी वाचा पत्र हाम्रो पार्टीको राष्ट्रिय रूपमा आइसकेका छ फागुन 7 गते त्यो क्युआरमा पनि उपलब्ध छ, तपाईँहरूले सायद पढिसक्नु भयो होला। र त्यसको चाहिँ पहिलो ग्लिम्स चाहिँ हाम्रो जुन डिबेट हुँदाखेरि पनि मैले भनिसकेको छु र हाम्रो करार पत्र हाम्रो त्योभन्दा 3-4 दिन अगाडि पब्लिस भइसकेको थियो र 7 गते चाहिँ हाम्रो चाहिँ 100 बुँदे राष्ट्रिय वाचा पार्टीले चाहिँ आधिकारिक रूपमा चाहिँ पब्लिस गरिसकेको छ र आज चाहिँ हामी बागलुङको वाचा पत्र अब मेरो क्यान्डिडेसीको 5 वर्षमा हामी चाहिँ के गर्छौँ त बागलुङमा त्यो नीतिगत तहबाट क्यान्डिडेट पार्लिमेन्टेरीको भूमिका निर्वाह गर्दाखेरि चाहिँ 5 वर्षमा चाहिँ बागलुङ चाहिँ हामीले सोचेको
मैले सोचेको मैले देखेको सपना जुन बागलुङको भिजन बागलुङ चाहिँ अब कस्तो बन्छ कस्तो बनाउने तपाईँ हामीले फेरि यो गर्ने भने यसमा हामी एकदम स्पष्ट हुनुपर्छ। यो अब देश बनाउने भनेको हाम्रो वरिष्ठ नेताले पनि अस्ति भनिसक्नु भएको छ, देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिएँ। अब मैले देशलाई के काम गर्न सक्छु योगदान दिन सक्छु त्यो मनोभावनाका साथ चाहिँ तपाईँ हामी यहाँ सबै सम्पूर्ण बागलुङवासीहरू चाहिँ लाग्नुपर्छ, नेपालीहरू लाग्नुपर्छ र सबैको हातमा चाहिँ एक एक प्रति प्राप्त भइसक्यो होला है। म पहिलो खण्डमा चाहिँ हाम्रो राष्ट्रियबाट सुरु गर्छु, किनभने राष्ट्रिय अघि सिलसिलाले पनि भनिसक्नु भएको छ, बागलुङ भनेको नक्सामा मात्रै नेपाल अब सीमित गराएर पुग्दैन क्या। तपाईँले चाहिँ बागलुङको इतिहास हेर्नुभयो भने इतिहास पढ्नुभयो भने बागलुङ चाहिँ पहिला अब पछिल्लो चरणमा हामी धेरै पछि पऱ्यौँ होइन, हामीलाई चाहिँ अरू ठाउँहरूले पनि ओभरटेक गरेन, नत्र बागलुङ धेरै क्षेत्रमा चाहिँ अगाडि थियो। राणाकालमा पनि यहाँ टक हुन्थ्यो, टक्सार हुन्छ नि, टक्सार थाहा छ नि तपाईँ, नेपालको सम्पूर्ण मुद्रा टक हुने ठाउँ बागलुङको इतिहास पढ्नुहोस् सबैजनाले होइन। टक हुने नेपालको मिन्टिङ, नेपालको जस्तो राष्ट्रपतिले पैसा छाप्छ नि त्यति बेला चाहिँ पैसा टक गर्ने, त्यति बेला चाहिँ के अरे तामाको पैसा हुन्थ्यो होइन। टक गर्ने ठाउँ बागलुङको, किनभने हामी त खानी गएको ठाउँहरू नि त होइन। शिक्षाको क्षेत्रमा बागलुङ चाहिँ कम्तीमा पनि म के भन्छु नि यो ज्योतिषशास्त्र संस्कृत र पछिल्लो चरणमा चाहिँ नेपाली भाषाको पनि त्यसमा पनि धेरै अगाडि छ। 1997 सालमा त यहाँ कन्या कति 20 कि 25जना चाहिँ महिलाहरूले चाहिँ राणाकालमा पनि महिलाहरूले पढ्ने ठाउँ हो क्या यो है। विद्यामन्दिर स्कुलको त तपाईँहरूले इतिहास छ, मेरो बुवाले पनि त्यहीँ पढ्नुभयो। अब धेरै विद्यामन्दिर स्कुलबाट चाहिँ धेरै मान्छेले पढेर चाहिँ नेपालको प्रधान न्यायाधीशदेखि लिएर महान्यायाधिपतिदेखि लिएर ठुला ठुला व्यक्तित्व बन्नुभएको छ होइन। र व्यवसायिक हिसाबमा पनि अहिले पनि तपाईँले बागलुङमा जानुहोस् अथवा डायस्पोरामा विदेशमा जानुहोस्, बागलुङबाट ओरिजिन भएका उद्यमीहरू चाहिँ एकदम बग्रिँदै पाउनुहुन्छ है। तर पछिल्लो चरणमा चाहिँ हामीले चाहिँ त्यो बागलुङको जुन त्यो प्राइड थियो गौरव थियो, जुन बागलुङको चाहिँ एउटा राष्ट्रिय पहिचान थियो, त्यो विगत 25-30 वर्षमा चाहिँ त्यो हामीले चाहिँ बिस्तारै बिस्तारै क्षयीकरण हुँदै गएको छ। पहिला पोखरापछि बागलुङ भन्ने थियो, अब हामी चाहिँ पोखरा पछि अर्को अनि अर्को धेरै पछिमा चाहिँ हामी चाहिँ बागलुङ त्यो आउने गर्छ। अब हामी त्यसरी चल्दैन, अब पुरानो तरिकाको पुरानो पसल चाहिँ हामीले बन्द गर्नुपर्छ। अब तपाईँ हामी सबै मिलेर चाहिँ अब बागलुङलाई चाहिँ गण्डकी प्रदेश कि अब हामी पोखरालाई टक्कर दिने हो, सकिन्छ पोखरा चाहिँ जित्ने हो, किनभने नामै गण्डकी प्रदेश छ। हामी त गण्डकी कालीगण्डकीको तटमा हाम्रो बागलुङ छ नि। बागलुङ भनेर यही मात्र नभएर हामी समग्र बागलुङ हेर्नुपर्छ होइन, वारिपारि दक्षिणसम्म पूर्व पश्चिम दक्षिण होइन। अब कालीगण्डकी नदीको सभ्यतामा आधारित जुन हाम्रो यो पवित्र भूमि छ, पुण्य भूमि बागलुङ छ। अब यसलाई हामीले 5 वर्षभित्र बनाउने, 5 वर्षभित्र हामीले चाहिँ मैले अस्तिदेखि नै भन्दै आएको छु कि 5 वर्षभित्र चाहिँ हाम्रो क्षेत्रको र राष्ट्रिय दुइटै हेर्नुपर्छ। हामीले बागलुङको एउटा बाचापत्र बनाउने अनि त्यो राष्ट्रियसँग हाम्रो पार्टीको चाहिँ केन्द्रीयसँग मिलेन भने त्यसले पनि काम गर्दैन होइन। अब केन्द्रीय लेभलमा चाहिँ हाम्रो पार्टीले चाहिँ स्पष्ट रूपमा चाहिँ के भनेको छ भने पहिलो खण्ड नै हामीले चाहिँ कहाँबाट सामाजिक विभेदबाट सुरु गरेका छौँ। नेपालमा जब सामाजिक विभेद चाहिँ अन्त्य गरिदिने व्यवहारमा चाहिँ देशको आर्थिक वृद्धि चाहिँ सम्भव हुँदैन, किनभने ठुलो पपुलेसन 20-25-30% पपुलेसनलाई चाहिँ हामीले दलितकै हेऱ्यौँ भने 13% दलितको, र फेरि हामीले अरूबाट पनि हेर्दाखेरि चाहिँ ठुलो पपुलेसन 20-25-30% पपुलेसनलाई हामीले साँच्चै तलबाट माथि उहाँलाई चाहिँ तानेर ल्याउन सकेन भने चाहिँ त्यो देशको हाम्रो चाहिँ प्रगति चाहिँ सम्भव हुँदैन। हामीले त्यहाँबाट स्टार्ट गर्ने भनेको छ पार्टीले चाहिँ। र दोस्रोमा चाहिँ सबभन्दा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने देश बिग्रेको चाहिँ हामी पछि परेको देश साँच्चैकै आर्थिक रूपमा चाहिँ जर्जर भएको चाहिँ भ्रष्टाचारले हो। यो तपाईँले बुझेकै कुरा 46 सालदेखि 82 साल फागुन 21 गतेसम्म जति पनि भ्रष्टाचारहरू भएका छन् र भ्रष्टाचारका नायकहरू अथवा के छन् काण्ड चलाउनेहरू सबैको चाहिँ तपाईँको अनुसन्धान हुन्छ र कानुनी कारबाही हुन्छ र उच्च स्तरीय सम्पत्ति जाँचबुझ आयोग तपाईँको 46 सालदेखि है त्यो पार्टीले चाहिँ आधिकारिक रूपमा घोषणापत्र राखिरहेको छ, त्यो पार्टी छ। र
अर्को चाहिँ मैले एकदमै इम्पोर्टेन्ट अहिलेको युवाहरूलाई त एकदमै यो म्याटर गर्ने चिजहरू हो। हाम्रो चाहिँ जति पनि यो राज्य चाहिने क्षेत्रमा, जस्तो तपाईँ सबैभन्दा बढी राज्य चाहिने जनतालाई के को लागि? स्वास्थ्यको लागि, शिक्षाको लागि अनि सर्भिस डेलिभरी लागि। सर्भिस डेलिभरी भनेको चाहिँ कर्मचारी तन्त्र हो होइन। यो तिनटामा जति पनि पोलिटिक्स छ, भातृ सङ्गठन छ, तपाईँहरूले पढ्न पनि भ्याउनु होला, यो चाहिँ पूर्ण रूपमा खारेज गर्ने भनेको छु। मैले अस्ति चाहिँ पब्लिक फोरमबाट पनि भनेको छु, विद्यार्थीले चाहिँ विद्यार्थी भएर पढ्न पाउनुपर्छ। विद्यार्थीले पढ्ने हो क्या, शिक्षकले पढाउने हो, र कर्मचारी राष्ट्र सेवा कर्मचारीले त राष्ट्र सेवा गर्ने हो। तर त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ युनियन खोल्न पाउने कि नपाउने भन्ने पनि कुराहरू उठ्ला। युनियन हुन्छ, तर त्यो वेलफेयर युनियन हुनु पर्यो क्या। स्टुडेन्टको नि स्टुडेन्ट वेलफेयर काउन्सिल हुनु पर्यो। र म आफैसँग पनि त्यो अनुभव छ। स्टुडेन्ट वेलफेयर काउन्सिलमा चाहिँ लिडरसिप पोजिसनमा गएको, म ब्याचलर्स पढ्दाखेरि म मेरो युनिभर्सिटीमा चाहिँ त्यहाँ स्टुडेन्ट बडीको चाहिँ म सेनेटर थिएँ। मेरो इन्जिनियरिङ कलेजलाई चाहिँ म रिप्रेजेन्ट गर्थेँ। मैले मास्टर्स गर्दाखेरि म इन्टायर स्टुडेन्ट बडीको चाहिँ म भाइस प्रेसिडेन्ट, उपसभापति भएको। तर त्यहाँ चाहिँ त्यसको काम भनेको विशुद्ध तपाईँको विद्यार्थीको हकको लागि मात्रै हुन्छ। विद्यार्थीलाई जम्मा गरेर चाहिँ इँटा हान्न लगाउने, टायरवाला लाउने, यो कोही पनि संसारमा नहुने हो। यो चाहिँ नेपालमा मात्रै भएको छ। यो चाहिँ बन्द हुनुपर्छ। यो पार्टीको स्पष्ट धारणा छ। र कर्मचारी तन्त्रमा पनि कर्मचारीको काम भनेको त जनताको करबाट तलब खाइसकेपछि जनताको काम गर्ने हो नि त होइन। देश बिग्रिनेहरूमा चाहिँ यस्ता व्यतिथिहरू धेरै छन् कि यो पार्टी संरक्षित व्यतिथिहरू हो नि। यो चाहिँ बन्द गर्छौँ। यो पार्टमा पनि एकदम स्पष्ट भयो, हामी क्लियर छौँ। र न्यायालयका कुराहरूमा छ, पार्टीले चाहिँ त्यो न्याय अहिलेको चाहिँ जुन मौजुदा न्याय प्रणाली छ त्यसबाट चाहिँ जनताले चाहिँ न्याय पाएको छैन समयमा। एक त नपाउनु तपाईँको चाहिँ समयमा नै पाएको छैन, र अर्को चाहिँ न्याय पाउन चाहिँ धेरै झन्झटिलो खर्चिलो। तपाईँको अदालत धाउनुभन्दा बरु यतिकै बस्ने त्यो अवस्था छ। त्यसमा पनि हामीले पार्टीले स्पष्ट बोलिसकेका छ। र म चाहिँ आर्थिक उसमा पनि लागे। पार्टीले स्पष्ट रूपमा चाहिँ 5 वर्षभित्र $100 बिलियन, त्यो भनेको आजको ठ्याक्कै डबल हुनु पऱ्यो। आज चाहिँ हामीले 50 देखि 54 बिलियन डलरको कुन चाहिँ प्राइसिङ चाहिँ हामीले कुनमा हेरिन्छ, त्यसमा हेर्दाखेरि चाहिँ $100 बिलियन को चाहिँ अर्थतन्त्र बनाउने र $100 बिलियन को अर्थतन्त्र बनाउनलाई चाहिँ त्यो सम्भव छ। त्यस्तो गाह्रो केही पनि छैन। त्यो भनेको एभरेज हामीले 7%, अबको 5 देखि 7 वर्षमा हामीले 7% इकोनोमिक ग्रोथ गर्न सक्यौँ भने त्यो सम्भव छ। र अहिलेको हाम्रो 35-46 सालदेखि अहिलेसम्मको चाहिँ हाम्रो हिस्टोरिकल आर्थिक वृद्धि दर हेर्नु भने चाहिँ 2.5-3% भन्दा बढी छ। 2.5-3% आर्थिक वृद्धि दरले चाहिँ हाम्रो जीवनस्तर बढ्दैन। किनभने हाम्रो चाहिँ प्रति व्यक्ति आय डबल हुनलाई पनि कम्तीमा 72ले चाहिँ भाग गर्नुहोस् 30-35 वर्ष लाग्छ। लगभग 2टा काम गर्ने पुस्ता जान्छ। त्यो हाम्रो हालत त्यही हो। त्यो पीडित पुस्ता मध्येको म पनि पर्छु, तपाईँहरू पनि पर्नुहुन्छ है। अब 7 to डबल डिजिट ग्रोथ त्यो गर्न सकिन्छ। त्यसको आधारहरू पनि पार्टीले भनिसकेका छ। त्यहीसँग बागलुङ पनि जोड्ने हो हामीले चाहिँ। र यो उसमा तपाईँको यो संवैधानिक निकायहरू त्यसमा पूर्ण रूपमा चाहिँ पुनरावलोकन गरिरहेको छ। स्पेसली यो संवैधानिक निकाय भन्छ अख्तियारसँग जोडिएको छ होइन। अख्तियारमा चाहिँ पहिला आफूले भ्रष्टाचार गर्ने, अनि त्यो आफूलाई चाहिँ जोगाउनको लागि चाहिँ फेरि अर्को आफ्नो भ्रष्ट एउटा चाहिँ पात्रलाई लगेर त्यहाँ स्थापित गर्ने। त्यसले त आफै डामेको छ, सबैले विस्तार गरिरहेको छ भने कसरी औषधिले काम गर्छ? गर्दैन नि। त्यही भएर त्यो पनि बन्द हुन्छ, त्यो पसलहरू पनि बन्द हुन्छ। सरकारले र हाम्रो पार्टीले चाहिँ स्पष्ट रूपमा चाहिँ त्यो पुनरावलोकन गर्नु भनेको छ। र 100 दिनभित्र संवैधानिक रिफर्म्सको कुरा धेरै मलाई सोध्ने यो प्रश्नहरू संवैधानिक रिफर्म्सको हो। त्यसमा चाहिँ बहस चाहिँ हामीले चाहिँ फर्स्ट 100 डेजमा चाहिँ सुरु गर्ने र त्यसमा चाहिँ के गर्ने त्यसमा पनि तपाईँहरूले चाहिँ राष्ट्रिय पार्टीको उसमा हेर्न सक्नुहुन्छ। न्यूनतम चाहिँ तपाईँको प्रत्यक्ष प्रधानमन्त्रीको र यो जुन अहिले जुन म भाग लिइरहेको छु नि यो चुनावी प्रक्रिया, यो पनि पूर्ण रूपमा चाहिँ 100% प्रोपोर्सनेट बनाउने, समानुपातिक बनाउने र प्रधानमन्त्री चाहिँ प्रत्यक्ष जुन र म सांसद चाहिँ मन्त्री हुन नपाउनेदेखि सुरु हुन्छ। न्यूनतम भनेका छौँ। त्यसमा अरू पाटोहरू पनि आउला। अनि अर्को एकदम इम्पोर्टेन्ट चाहिँ यो
यो के अरे यो काम गरिखाने उद्यमीहरूलाई चाहिँ काम गर्न बहुत झन्झटिलो छ कि यो 12-13वटा ऐनहरू छ बाजिने तपाईँहरू धेरै जस्तो उद्यमीहरू हुन्छ बागलुङमा चाहिँ बागलुङ विशेषता नै उद्यमशीलतासँग जोडिएको छ यो त्यो ऐन चाहिँ काम नलाग्ने खारेज गर्ने र यो राजस्व अनुसन्धान आयोग भन्ने छ यसले यो राजस्व अनुसन्धान आयोग भनेको चाहिँ यसले तपाईँहरूले जर्नलिस्ट साथीहरूलाई धेरैलाई थाहा छ यसले चाहिँ इनेबलिङ इन्भाइरोमेन्टै क्रिएट गर्दैन उद्यमीको लागि चाहिँ त्यो चाहिँ खारेज गर्ने भनेर स्पष्ट रूपमा चाहिँ हाम्रो पार्टीले बोलेको छ र यो सहकारीसँग जोडेको कुराहरू छ सहकारीको विषयमा पनि धेरै प्रश्नहरू आउँछ जहाँ पनि सहकारीको कुरामा चाहिँ म आफै पनि म र सिलसिला हामी दुवैजना संलग्न भएर हामीले चाहिँ नीति नै बनाएर नेपाल सरकारको नीति बनाएको थियो प्रधानमन्त्री हुँदाखेरि चाहिँ त्यति बेला पनि हामीले धेरै लामो अध्ययन गरेर अध्ययनको क्रममा के पाइयो भने यो सहकारी ऐन चाहिँ 2074 सालमा दोस्रो संविधान सभाको जुन थियो त्यो संसदले चाहिँ फेरि अर्को एउटा पास गरेको छ यो अहिले जति पनि सहकारीमा चाहिँ व्यतिथिहरू आएको छ त्यो त्यहीँबाट सुरु हुन्छ त्योभन्दा पहिला 46 सालदेखिको पनि छ विगत तपाईँको 35-36 वर्षमा 5-6वटा आयोगहरू बनाएको छ सहकारी यो हामीले चाहिँ अहिलेदेखि भन्छौँ नि यो हरेक कालखण्डमा चाहिँ सहकारीले समस्या ल्याएको छ खिमानन्द दाइहरूलाई चाहिँ अलिक आइडिया होला होइन 5-6वटा आयोगहरू बनाएको छ होइन तर 74 सालमा चाहिँ एउटा जे नगर्नुपर्ने काम थियो पुरै सांसदहरूले चाहिँ यो एकदम हजुर साथीहरूलाई चाहिँ मैले गराउँछु है त्यो पुरै सांसदहरूले चाहिँ जति त्यहाँ मौजुदा सांसदहरूले ती सबैले कपी पेस्ट गरेर एउटै कुरा संशोधन गरेको छ कि संशोधन हालेको छ त्यो संशोधन के छ भने भक्तपुरको सहकारी पनि काठमाडौँमा एकखेप बागलुङमा आएर चाहिँ ब्रान्च खोल्न पाउने भनेर बनाएको छ क्या त्यो चाहिँ थिएन पहिला प्रावधान जस्तो गौरीबहादुर कार्कीले चाहिँ बनाएको प्रतिवेदनमा चाहिँ उहाँले त्यो सहकारीको समस्या त्यसपछि उहाँले ऐनै ड्राफ्ट गरेर दिनुभएको थियो क्या त्यो लुगाएर चाहिँ अनि उहाँले चाहिँ हुँदैन किनभने भक्तपुरको मान्छे सहकारी भनेको त समुदायमा आधारित हो नि त भक्तपुरको मान्छेले सहकारीले चाहिँ बागलुङमा आएर गर्ने उसको उद्देश्य भनेर पैसा उठाउनु त्यो सहयोग पनि हुँदैन त्यही हो त्यहाँबाट सुरु भयो हो यो चाहिँ यसमा चाहिँ हाम्रो चाहिँ स्पष्ट नीति छ र सरकार बनेको 100 दिनभित्र साना बचतकर्ताको चाहिँ फिर्ता गर्ने र थुनेर होइन सुनेर किन थुन्यो भने चाहिँ थुन्यो भित्र जेल बस्यो भने पैसा तिर्नु नपर्ने हुँदो रहेछ अब त्यसले त समस्या समाधान गर्दैन नि यसमा पनि हामी चाहिँ एकदम स्पष्ट छौँ पाउनुपर्ने जो सहकारी पीडितहरू हुन्छ उहाँहरूले चाहिँ आफ्नो रकम चाहिँ फिर्ता पाउनुहुन्छ त्यो कसरी लिने भनेर यसमा चाहिँ पार्टी चाहिँ स्पष्ट छ र अर्को चाहिँ इकोनोमीको कुरा गर्दाखेरि चाहिँ हामीले चाहिँ अब फोकस गर्नुपर्ने भनेको वेटलेस र बोर्डरलेस त्यो पनि बागलुङसँग पनि जोडिन्छ पछि लास्टमा भन्छु वेटलेस भनेको चाहिँ अब हाम्रो भूगोलले हेर्दाखेरि हामीले चाहिँ तपाईँको ठुला म्यानुफ्याक्चरिङ फ्याक्ट्रीहरू चाहिँ बेसिक इकोनोमी चाहिँ गर्न सकिँदैन किनभने हाम्रो चाहिँ लागत चाहिँ उत्पादनको लागत चाहिँ धेरै महँगो पर्छ हामी चाहिँ इन्डिया बङ्गलादेशसँग चाहिँ प्रतिस्पर्धा गर्न सक्दैनौँ तर अब हामीले गर्ने भनेको वेटलेस भनेको वेट कम हुने होइन जस्तो वेटलेस भनेको कस्तो जस्तो एर्चा गुम्बा पऱ्यो क्या वेटलेस जस्तो 1 किलोको कति पर्छ 20-25-30 लाख पर्छ होइन तर 1 किलो हामीले काउले पठाइयो भने त जम्मा कति पऱ्यो 40-50 किलो रुपियाँ पऱ्यो होइन यो वेटलेस र बोर्डरलेस होइन बोर्डरलेस भनेको फेरि आइटी तपाईँहरूको हाम्रो 36 नम्बर बुदामा तपाईँले हाम्रो राष्ट्रिय उसमा चाहिँ हेर्नु सक्छ 10 वर्षभित्र अहिले पनि आइटीमा चाहिँ हामीले $1.5 बिलियन लगभग 150 भन्दा अरबभन्दा बढी चाहिँ हामीले चाहिँ निर्यात गरिरहेका छौँ कि आइटी गर्ने भने तपाईँहरू नै हो हाम्रो चाहिँ गोल्डन भाइ छ अनि अङ्कित चाहिँ क्यानाडामा पढेर अहिले चाहिँ हिज बेस्ट इन बागलुङ यी भाइहरू यी आइटी भनेको चाहिँ उहाँ हो यस्ता भाइहरू जसले चाहिँ बागलुङ बजारमै बसेर बागलुङको चाहिँ भीमपाराको डाँडामा बसेर जैमिनीको गाउँमा बसेर बरेनको डाँडामा बसेर पनि विश्वको अर्थतन्त्रसँग चाहिँ जोडिन सक्ने त्यो चाहिँ हाम्रो स्पष्ट नीति के छ पार्टीको र मेरो पनि व्यक्तिगत त्यही हो 10 वर्षमा पार्टीले चाहिँ एकदमै ठुलो लक्ष्य लिएको छ $30 बिलियन को निर्यात यसलाई चाहिँ राष्ट्रिय रणनीतिक उद्योगको रूपमा पनि हामीले यसलाई चाहिँ पार्टीले चाहिँ सरकार बनायो भने यसलाई चाहिँ के अरे मान्ने भनेको छ त्यो बागलुङसँग पनि जोडिन्छ म अहिले कुरा गर्छु $30 बिलियन भनेको धेरै ठुलो $30 बिलियन अहिलेको हाम्रो जिडिपी भनेको $50 बिलियन हेर्छ
60% भन्दा बढी इकोनोमी चाहिँ हामीले आइटीबाट चाहिँ जिडिपी चाहिँ गर्न सकिन्छ भन्ने छ र त्यो गर्न सकिन्छ। त्यसको लागि चाहिँ अब बागलुङ पनि हामी चाहिँ जोडिन्छौँ त्यो राष्ट्रिय उसमा चाहिँ। र एग्रिकल्चरको कुरामा पनि पार्टीले चाहिँ स्पष्ट धारणा राखेको छ। अब कृषि गरेर पनि धनी हुन सकिन्छ है भन्ने त्यो मान्यता चाहिँ स्थापित गर्नुपर्छ। जस्तो यहाँ भर्खरै शिवजी अस्ट्रियाको एनआरएन हुनुहुन्छ, भर्खरै शिवजी आउनुभएको छ, उहाँलाई थाहा छ। जस्तो विकसित देश, जुन देश धनी भएको छन्, जुन देशमा चाहिँ आर्थिक अर्थतन्त्र चाहिँ बलियो छ, ठुलो छ, साउथ कोरियाकै उदाहरण लियौँ, जस्तो अस्ट्रिया भयो, अमेरिकाकै कुराहरू, त्यहाँ सरकारले चाहिँ सबभन्दा पहिलो प्राथमिकतामा चाहिँ कृषकलाई राख्छ क्या, कृषिलाई, फार्मर्स अलवेज फर्स्ट। तर हाम्रोमा चाहिँ फार्मर्स अलवेज लास्ट। तपाईँले धेरै रिपोर्टिङ गरिसक्नुभयो होला। म यो चुनावी क्याम्पेनको दौरानमा पनि म आफैले प्रत्यक्ष पनि देखेँ, पाउनुपर्ने असली किसानले अनुदान कहिले पाएको छैन। तर अनुदानको नाममा चाहिँ वर्ष अरबौं रुपियाँ चाहिँ कृषि मन्त्रालयले चाहिँ बाँडिरहेको छ। नक्कली किसान खडा गर्ने, सक्कलीले केही पनि पाउँदैन। नक्कली चाहिँ को हुन्छ मैले भन्नै परेन, त्यही कुनै पनि पार्टीका दलसँग जोडिएको कार्यकर्ता नेताहरू नै हो। किनभने पार्टीले संरक्षण गरेन भने त्यो चाहिँ हुँदैन नि त। त्यसमा पनि हाम्रो चाहिँ स्पष्ट पार्टीको चाहिँ छ। र वन पैदावारलाई पनि जति यो वन ऐनले चाहिँ धेरै काम गर्न चाहिँ गाह्रो बनाएको छ कि कुनै बेला चाहिँ त्यसले पनि काम गर्यो। अथवा पछिल्लो चरणमा चाहिँ वन ऐनले चाहिँ हाम्रो आर्थिक सम्भावनालाई चाहिँ त्यसले रोकिरहेको छ। जस्तो एउटा रुख काट्नलाई पनि 9 महिना लाग्नु पर्यो, 6 महिना लाग्नु, धेरै कुराहरू छ। अनि पछिल्लो चरणमा चाहिँ यो वन र वन्यजन्तु, यो बाँदर, हाम्रोतिर चाहिँ बाँदरको समस्या एकदम बढी देखिएको छ। तराईतिर जानुभयो भने बाँदर, तराईमा फेरि तपाईँको हात्तीको समस्या छ, बाघको पनि समस्या छ। बाघले चाहिँ अहिले ह्युमन एनिमल कन्फ्लिक्ट भनेर चाहिँ बाघको चाहिँ मान्छे जुन मान्छे मार्ने बाघहरू भन्ने होइन, त्यो चाहिँ छ। त्यसमा हामी गर्छौँ यी सबै गरेर। अब र मैले चाहिँ बागलुङको कन्टेस्टमा गर्दाखेरि अब हामी बागलुङलाई चाहिँ अब 5 वर्षभित्र बागलुङको भिजनमा तपाईँले सबैले पढिराख्नु भएको छ। यो राष्ट्रिय जुन हाम्रो पार्टीको र हामी जब सरकार बनाउँछौँ फागुन 21 गतेपछि बहुमत प्राप्त गरेर देशभरि अहिले तपाईँलाई थाहा नै छ यो लहर होइन, यो चाहिँ सुनामी हो भनेर अहिले चाहिँ व्यापक भइसकेको छ। यो लहर भनेको त एउटा सानोतिनो हुन्थ्यो, जो साँच्चीकै यो चाहिँ परिवर्तनको सुनामी आइसकेको छ। यसले चाहिँ हामीलाई स्पष्ट म्यान्डेट बहुमत चाहिँ दिन्छ भन्ने चाहिँ हाम्रो त्यसमा चाहिँ पूर्ण रूपमा विश्वस्त छौँ। र बागलुङको कुरा गर्दाखेरि मैले पनि त्यही भन्छु। अब त्यो राष्ट्रिय हाम्रो जुन यो बाचा पत्र छ र हामीले जुन राष्ट्रिय रूपमा चाहिँ हामीले जुन डेलिभरी गर्ने भनेको छौँ सरकारमा चाहिँ बागलुङलाई पनि त्यहीसँग जोड्ने हो। यहाँको बागलुङकोलाई राष्ट्र र पार्टीको आधिकारिकसँग लैजाने र उताको पनि यता ल्याउने। किनभने हाम्रो एकतिर हो भने पार्टीको अर्कोतिर भयो भने त हामीले काम गर्न सकिँदैन फेरि। र त्यही उसमा चाहिँ तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ हामीले गर्ने भनेको बागलुङवासीको लागि, बागलुङ क्षेत्रको लागि चाहिँ हामी अब कसरी चाहिँ डिजिटल्ली सर्भिस डेलिभरी चाहिँ कसरी डिजिटल बनाउने। $1.5 बिलियन हामीले हाम्रो नेपाली युवाले चाहिँ प्रविधि बेचिरहेको छ बाहिर। तर हामी चाहिँ हाम्रो देशमा हाम्रो आफ्नै बागलुङमा चाहिँ अझसम्म पनि सरकारी निकायदेखि यसमा चाहिँ प्रविधि प्रयोग गर्न चाहिरहेको छैन। त्यो कारण के हो त भन्दा चाहिँ त्यो चाहिँ करप्सनसँग गएर जोडिएको छ। अब सर्भिस डेलिभरीमा चाहिँ हामी सर्भिस डेलिभरी चाहिँ कम्प्लिटली डिजिटाइजेसन गरेर अब लाइनमा बस्ने होइन, अनलाइनबाट काम गर्ने। जनता र सेवाग्राही र जुन कर्मचारीको बिचको जुन इन्टरेक्सन, त्यो के भन्छ त्यसलाई चाहिँ त्यो भेटै बन्द गराइदिने के, भेट बन्द गर्न घुस लेनदेनको कुनै बन्द हुन्छ नि, त्यहाँबाट सुरु गर्ने। र मैले अघि पनि भन्छु युवाले जुन हामीले चाहिँ अब युवाले चाहिँ बाध्यताले चाहिँ रहरले त जान पाए, रहरले जानेलाई त हामी रोक्न मिल्दैन होइन, त्यो उनीहरूको संवैधानिक अधिकारको कुरा नै हुन्छ होइन। अब बाध्यताले जस्तो तपाईँ अब म अस्तिको कुरा हो बरेङमा जाँदाखेरि एउटा ठुलो बरेङ होइन राङखानीमा 25 जना जति चाहिँ महिलाहरूसँग चाहिँ मेरो अन्तर्क्रिया भने एउटा सौभाग्य मिल्यो। यो चुनाव के उसमा चाहिँ उहाँले के भन्नु, भोट चाहिँ हाल्ने हो घन्टीलाई, तरै शर्त छ एउटा भन्नुभयो। ठिक छ होइन, भन्नु न शर्त भन्नु। मैले उहाँले के भन्नुपर्छ, महिला मात्रै हाम्रा श्रीमानलाई फिर्ता ल्याइदिनुहोस् भन्नु। हामी चाहिँ श्रीमानसँग बस्न चाहन्छौँ। मेरो छोरी चाहिँ 3 वर्षकी भए बाबुलाई अहिलेसम्म देखाएको छैन। त्यो चाहिँ अहिले हाम्रो एकदम दुःखद यथार्थ हो।
बाध्यताले चाहिँ युवाले चाहिँ देश छोड्न नपरोस्, बागलुङ छोड्न नपरोस् है। त्यसको लागि चाहिँ बाध्यताले छोड्न नपर्नको लागि त हामीले हाम्रै बागलुङमै चाहिँ तपाईँको अवसर सिर्जना गर्नु पऱ्यो नि, नेपालमै अवसर सिर्जना गर्नु पऱ्यो। र त्यो सिर्जना हामी कहाँबाट गर्छौँ त, कसरी भन्दा कम्तीमा पनि हामी 5 वर्षमा बागलुङमा 12,000 गुड पेइङ जब्स। र हाम्रो पार्टीले पनि भनिसकेको छ हामी 5 वर्षभित्र $1,500 अहिलेको जुन हाम्रो पर क्यापिटल इन्कम छ त्यसलाई चाहिँ $3,000 बनाउने। त्यो भनेको तपाईँको प्रत्येक वर्षको वार्षिक अथवा मासिक हिसाब गरेर 40,000 आसपासमा आउँछ 5 वर्षभित्र। 40,000 प्लस प्रति महिना नेपालमै अथवा बागलुङमै बसेर कमाउन सकिने त्यो चाहिँ आर्थिक त्यो चाहिँ जब क्रिएसन चाहिँ हामी 5 वर्ष भयो, कम्ती होइन 12,000। र तपाईँहरूले चाहिँ नेसनल एभरेजहरू नै हामीलाई चाहिँ बागलुङमा चाहिने भनेको वर्षमा त्यही 4-5 हजार जति चाहिँ नयाँ जब चाहिँ यहाँ चाहिन्छ। यो बागलुङमा चाहिँ प्रत्येक वर्ष चाहिँ त्यति चाहिँ युवाहरू चाहिँ श्रम बजारमा चाहिँ आउँछन्। त्यो एस्पेक्टबाट हामीले हेरेका छौँ। र ती जब्सहरू हामीले चाहिँ छन्, त्यस्तो गाह्रो केही पनि छैन। कृषिमा आधारित हुन्छ, कृषिलाई हामी व्यवसायीकरण गर्छौँ। मैले अघि भने कृषि गरेर पनि धनी बन्न सकिन्छ भन्ने जुन मान्यतालाई हामी स्थापित गर्ने। अनि कृषि भन्ने बित्तिकै फेरि त्यो तरकारी खेती यो मात्रै भनेर हेर्दैन, कृषिका धेरै आयामहरू छ, बहुआयामिक चिज हो कृषि भनेको। त्यसमा सिँचाइको कुरो छ, कृषि सडकको कुरो छ, मलको कुरो होला, बिजुलीको कुरो हुन्छ, पम्पबाट पानी तान्नु पर्यो होइन। त्यसपछि बजार व्यवस्थापनको कुरा छ। अनि बजार व्यवस्थापन भन्ने बित्तिकै चाहिँ तपाईँको एउटा मिनिमम सपोर्ट प्राइसको कुरा हुन्छ, एमएसपी भन्छ त्यसलाई। कम्तीमा नि किसानले चाहिँ 1 पैसा भए पनि नाफा पाउने, मार्जिन पाउने गरेर चाहिँ सपोर्ट लोकल लेभलले गर्न सक्छ, राष्ट्रिय नीति बन्न सक्छ। र कतिपय केसमा सरकारले चाहिँ किनेर नै भण्डारण गर्न सक्छ। इन्डियामा त प्र्याक्टिस छ, किसानको उसले किनिदिन्छ अनि पछि फेरि उसले चाहिँ मार्केटमा पठाउँछ त्यो। अनि एकदम पछिल्लो चरणमा यहाँ हाम्रोसँग पनि यो केयर गिभिङ भन्छ नि, हेरचाह। अहिले मान्छेहरूलाई चाहिँ हेरचाह गर्ने पनि एउटा ठुलो इन्डस्ट्री बन्न सक्छ नेपालमा चाहिँ। सिलसिलाले लामो काम गरिरहेको छ। हामीले लगभग कति 1300-1400 चाहिँ दिदीबहिनीहरूलाई चाहिँ काठमाडौँमा हामीले रोजगार दिएको त्यो अनुभव छ। यहाँ पनि धेरै ठुलो चाहिँ अहिले त्यो समस्या पनि छ, सम्भावनाको रूपमा चाहिँ आर्थिक सम्भावनाको रूपमा चाहिँ त्यो हामी गर्न सकिन्छ। त्यो बेसिक ट्रेनिङबाट त्यो काम हुन्छ। अनि वेस्ट म्यानेजमेन्ट तपाईँ हेरेर जानु त जैमिनीतिर बाटोमा चाहिँ जलाइरहेको छ, वेस्ट जलाउन पाइँदैन, कानुनले बजेट गरिरहेको छ फोहोरलाई चाहिँ, तपाईँले देख्नुहुन्छ है। हाम्रै बागलुङकै कुराहरू चाहिँ खोलाको किनारमा चाहिँ तपाईँको हाम्रो चाहिँ ल्यान्डफिल साइड छ। एउटा ल्यान्डफिल पनि एउटा साइड होइन। र हामीले रिसेन्टली आजभन्दा 2 महिना अगाडि चाहिँ नेपालकै प्लास्टिक फोहोरको विषयमा नेपाल सरकारलाई नै हामीले चाहिँ टेक्निकल एसिस्टेन्स एउटा ठुलो नीति अध्ययन गरेर नीति हामीले चाहिँ बनाएर वन मन्त्रालय दिएको। त्यसमा हेर्दाखेरि नेपालको अधिकांश यो नगरपालिका स्थानीय निकायहरूमा चाहिँ उनीहरूको फोहोर चाहिँ खोलाको किनारमा राखेको छ। त्यो चाहिँ एकदमै ठुलो गल्ती हो, त्यो चाहिँ गर्नु हुँदैन। किनभने पानी हाम्रो चाहिँ वाटर सिस्टममा चाहिँ लगेर फोहोर राखेपछि त्यसले चाहिँ तपाईँले बुझिसक्नु भएको छ। त्यो चाहिँ हामीले चाहिँ त्यहाँबाट पनि ठुलो जब चाहिँ क्रिएट हुन्छ बागलुङमै। अनि त्यसपछि अनि अर्को कुरा छ, यो एकदम मोस्ट इम्पोर्टेन्ट कुरा, हाम्रो बागलुङभित्रै पनि धेरै यो हस्तकलासँग जोडिएको र स्पेसली यो हाम्रो के अरे यो दलित समुदायसँग चाहिँ भएको जुन कालीगढी सिपहरू छ नि, जस्तो गैरी गाउँमा जाँदाखेरि अस्ति है बालकृष्ण दाइ तामाको त्यो नेपालकै 1 नम्बर रहेछ। कुनै बेला तामा त्यहाँबाट बन्ने भाँडाकुँडाहरू नेपालकै 1 नम्बर पर्थ्यो, तर अहिले सबै पछि पऱ्यो। किन हामीले त्यो सिपलाई चाहिँ बजार र पुँजीसँग लगेर जोडेनौँ। त्यसबाट पनि हामीले धेरै ठुलो अब हस्तकलाको भइहाल्यो, यहाँ अल्लोका कुराहरू छन् होइन। पहिला थियो, हामी बच्चा हुँदाखेरि देखिन्थ्यो यहाँ चाहिँ। अहिले पछिल्लो चरणमा चाहिँ त्यो आयातित वस्तुहरूले चाहिँ त्यसलाई चाहिँ के अरे विस्थापित गरिरहेको छ। त्यसबाट हामीले चाहिँ राम्रो जब्स क्रिएसन गर्न सक्छौँ। अनि क्लिन एनर्जी भनेपछि तपाईँको कस्तो हुन्छ नि, अहिले पछिल्लो चरणमा के छ भने यो राष्ट्रिय हाम्रो नीतिमा पनि आएको छ। अब नेपाल जस्तो देश चाहिँ जहाँ चाहिँ तपाईँको बिजुली चाहिँ हाइड्रो पावरबाट छ होइन, र उच्च पहाड जस्तो बागलुङ जस्तोमा चाहिँ डेटा सेन्टर भन्छ, तपाईँहरूले बुझिहाल्नुहुन्छ। डेटा सेन्टरको धेरै ठुलो माग छ विश्वभरि। अबको अर्थतन्त्र भनेको आर्टिफिसियल इन्टेलिजेन्स होइन, कृत्रिम बौद्धिकता, अब यो जुन फेसबुकको यो इकोनोमीहरू छ नि, ती सबैलाई सञ्चालन गर्नलाई चाहिँ डेटा सेन्टरहरू चाहिन्छ। त्यो डेटा सेन्टरहरूलाई चाहिँ सबभन्दा बढी चाहिने भनेको बिजुली र चिसो हावापानी। बागलुङ जस्तो ठाउँ चाहिँ त्यसको लागि पनि उपयुक्त हुन सक्छ र बनाउनु पर्छ, हुन्छ।
किनभने यो जुन दुईटा यो कोरिडोर छ नि हाम्रो कालीगण्डी कोरिडोर र मध्य पहाडी राजमार्ग छ नि यसको आधारमा चाहिँ हामीले यहाँ एउटा ठुलो मार्केट चाहिँ एउटा ट्रेडिङको मार्केट र अर्को चाहिँ साँच्चै के तपाईँको आइटी बेस्ड टेक्नोलोजी बेस्ड पनि गर्नुपर्छ गर्न सकिन्छ। त्यसमा चाहिँ यो क्लिन एनर्जीको धेरै ठुलो रोल छ र यसमा पार्टीले के भनेको छ बिटकोइन माइनिङसम्म पनि बिटकोइनलाई माइनिङ गर्नलाई पनि त्यही चाहिने भनेको त्यो बिजुली हो र चिसो हावा पार्ने किनभने त्यो कम्प्युटर तात्छ नि तपाईँहरूले बुझ्नुहुन्छ होइन। त्यो र टुरिज्म सबभन्दा तुरुन्तै गर्न सकिने भनेको पहिलो 1 वर्षभित्र गर्न सक्ने भनेको चाहिँ हामीले टुरिज्मबाट हो। नेपालमा भन्दा पनि बागलुङ चाहिँ साँच्चैकै अहिले चाहिँ टुरिज्म भन्ने बित्तिकै बागलुङ के अरे बागलुङ हुनुपर्छ अब है पोखरा भन्ने हुन्छ तर पोखरामा भन्दा बागलुङमा धेरै बढी सम्भावनाहरू छ। पोखरामा त मेनली तपाईँको त्यही सिनिक ब्युटीहरू फेवाताल यताउता होइन तर बागलुङमा त्यो साथसाथै हामीसँग भएको स्पिरिचुअल र वेलनेस टुरिज्म। म अस्ति शिवरात्रिको दिनमा चाहिँ शिव मन्दिर घुमेर बिहानदेखि बेलुका 8 बजीसम्म हुँदैन शिव मन्दिरहरू चाहिँ आध्यात्मिक केन्द्रहरू चाहिँ घुमेर सकेन। साथीहरू यहीँ हुनुहुन्छ हामी 13वटा मन्दिरमा गयो हरेक मन्दिरमा जान्छ सबै एनर्जी पोइन्ट्सहरू त्यस्तो थियो एनर्जी पोइन्ट्सको रूपमा लिनुपर्छ हामीले र कालिका भगवती पञ्चकोट अहिले पछिल्लो चरणमा चाहिँ कुबेरधाम त्यसपछि त हाम्रो चाहिँ ओदानेश्वर ओदाने डाँडा भन्नु पर्यो त्यसपछि हाम्रो चाहिँ बिउमा चाहिँ रामकोट त्यसपछि यो यता तपाईँको भैरमथानको त कुरा भइहाल्यो त्यसपछि गएर हाडीकोट अनि बरेङमा सतीदेवी लगायत यो यति अब पर्यटक चाहिँ बागलुङमा आउँदाखेरि चाहिँ कालिका भगवतीमा आउने मन्दिर दर्शन गर्ने अनि त्यहाँबाट 15 मिनट लगाएर पञ्चकोट जाने त्यहीँबाट फर्किने अथवा नभए त्यहीँ बसेर क्याफेमा कफी खाएर फर्किने। अब त्यो चाहिँ हामीले चाहिँ बन्द गर्नुपर्छ। त्यसको लागि हामीले बागलुङमा यो पर्यटनको केन्द्र एउटा स्पिरिचुअल टुरिज्मको हो अर्को चाहिँ एडभेन्चर टुरिज्मको पनि छ। त्यो चाहिँ मेनली अब यहाँ ट्रेकिङका कुराहरू ल यहाँ दाइ पनि आउनु भएको छ जस्तो देउराली चोकतिर हामीले त राम्रो जस्तो बन्दुपुरमा भएको छ नि हेरिटेज साइट त्यसरी हामीले चाहिँ त्यसलाई विकास गर्न सक्यौँ त्यहाँ पनि एक रात बस्न सक्छन् टुरिस्टहरू। तर कम्तीमा पनि 1 देखि 3 दिनसम्म मिनिमम हामीले चाहिँ बागलुङमा चाहिँ टुरिस्टहरूलाई चाहिँ राख्न सक्यौँ भने अहिले मुक्तिनाथमा चाहिँ वार्षिक 5 लाख टुरिस्ट गइरहेको छ। त्यो अबको इन्टरनल दुइटै जोडेर अबको 5 वर्षभित्र त्यो डबल हुन्छ भन्ने चाहिँ आकलन छ। त्यहाँको चाहिँ हामीले केही % 20-30% टुरिस्टलाई चाहिँ हामीले यहाँ बागलुङमा चाहिँ कम्तीमा 1 नाइट राख्न सक्यौँ भने त्यसले फेरि कम्तीमा 1000-1500 नयाँ जब्सहरू क्रिएट गर्छ लोकल इकोनोमीलाई चाहिँ त्यसले चाहिँ बढावा दिन्छ। त्यो गर्नलाई चाहिँ पहिलो 1 वर्ष चाहिँ मैले के गर्छु बागलुङको ब्रान्डलाई चाहिँ फेरि पुनर्जीवित गर्छु सबै तपाईँहरू मिलेर। पहिला त ब्रान्ड बिल्डअप गर्नु पनि बल्ल मान्छे आउँछ नि होइन ब्रान्ड बागलुङलाई चाहिँ हामीले फेरि त्यसलाई पुनर्जीवित गर्छौँ र त्यसको माध्यमबाट सबैसँग मिलेर यहाँ यो म एक्लै गर्छु तपाईँ एक्लै गर्ने भन्ने कुरो होइन है। यहाँ चाहिँ तपाईँको स्पिरिचुअल टुरिज्मको छ माउन्टेन टुरिज्मको कुरा छ त्यसपछि तपाईँको वेलनेससँग जोडिएको कुराहरू छ होइन। त्यसपछि अनि यहाँ अब त्यति मात्र नभएर एग्रिकल्चरसँग जोडिएको अझै पनि एग्रिकल्चरल पोइन्ट्सहरू छ नि यहाँ आएर 1 हप्ता 2 हप्ता 1 महिनासम्म चाहिँ गाउँमै आएर एग्रिकल्चर पनि गर्दै टुरिज्म पनि हुन्छ। अब बागलुङ चाहिँ पोखरा भन्दा पनि अब्बल। पोखरा त एउटा मात्रै मनोरञ्जन र तपाईँको त्यही सिनिक ब्युटीको मात्रै हो नि त स्पिरिचुअलको त पोखरा होइन नि। हामीसँग कालीगण्डकी सभ्यताको आधारै बागलुङ सबैभन्दा पवित्र नदी कालीगण्डकी पनि बागलुङ बगेर जाने प्रदेशको नामै गण्डकी हाम्रो नदी नै कालीगण्डकी। तर हामी चाहिँ पछि पर्ने चाहिँ यो हुँदैन। टुरिज्म चाहिँ हाम्रो धेरै ठुलो सम्भावना पुगेको हो त्यो गर्छौँ हामी चाहिँ। र मैले चाहिँ अर्को भने आइटी र एजुकेसन त्यसमा सबभन्दा मोस्ट इम्पोर्टेन्ट भनेको मैले अस्ति पनि पब्लिक भनेको छु र पार्टीले पनि हाम्रो स्पष्ट म्यान्डेट दिइसकेको छ तपाईँहरूले पढ्न सक्नुहुन्छ। म बुधा नै भन्दैछु त्यसको चाहिँ कति नम्बर बुधामा छ भने त्यो अब नेपाललाई चाहिँ यो 61 बुदामा छ यो हाम्रो उसमा यसमा होइन हाम्रो पार्टीको मेन मेनिफेस्टोमा चाहिँ विश्वविद्यालय र विद्यालयले दलीय राजनीति गर्ने अखडा हुन मुक्त गर्नुहोस् यो पक्ष चाहिँ यो हो 67 मा छ।
आज लाखौं विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेश गइरहेका छन् भने हजारौं नेपाली प्राध्यापक विदेशमा कार्यरत छन्। नेपालको एसियामा केन्द्रीय स्थान, आकर्षक परिदृश्य र हावापानी एकदम ध्यान दिउँ है। नेपालको एसियाको केन्द्रीय स्थान भन्छ, हामी चाहिँ मिड बिन्दुमा छौँ अहिले चाहिँ भन्न खोजेको थियो। र आकर्षक परिदृश्य ब्युटीहरू भयो, हावापानी त्यस्तै राम्रो छ। साथै अन्य देशहरूसँगको शान्तिपूर्ण सम्बन्धले गर्दा नेपाल अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बन्न उपयुक्त छ। मैले अस्ति त रिजनल हब, बागलुङलाई रिजनल हब बनाउने भनेको नि। अब पार्टीको केन्द्रीय नीति पनि यो आइसक्यो, अन्तर्राष्ट्रिय शिक्षाको चाहिँ हब बन्ने। अब बागलुङ चाहिँ त्यसको चाहिँ रिजनल हब बन्ने। अब हामी पोखरा यिनीहरू धेरै माथि जानुपर्छ, किन हामीसँग त्यो छ कि गर्न सक्ने 8 नम्बर नभएर 8 त तपाईँ हामी मिलेर गर्ने हो। र हामीले विदेशी विश्वविद्यालय, नेपाली विश्वविद्यालयबीच दीर्घकालीन साझेदारी काम गर्ने, साथै नेपालमा विदेशी विश्वविद्यालयहरूका आङ्गिक क्याम्पस र विदेशी डिग्री कार्यक्रम सञ्चालन गर्न सरल बनाउनेछौँ। विदेशी प्राध्यापक र विद्यार्थीहरूको लागि भिसा उपलब्ध गराउन सजिलो प्रक्रिया र विदेशी अध्यापकहरूलाई नेपालमा स्थायी बसोबास अनुमति प्राप्त गर्न द्रुत प्रक्रिया लागू गर्नेछौँ। र विदेशमा कार्य नेपाली मूलका प्राध्यापक र अनुसन्धानकर्ताहरूलाई एकल सेमेस्टर वा स्थायी रूपमा नेपाल फर्कने कार्यक्रम पनि थालनी गर्छ। यो चाहिँ बिग पिक्चर भयो। तर अब रिजनल हब, त रिजनल हबले चाहिँ केमा फोकस गर्छ त? स्टेम, मैले त्यहाँ हेर्नुहोस् मेरो उसमा पनि देख्नुहुन्छ तपाईँले, साइन्स, आइटी, स्टेम, साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथमेटिक्स। र तर यी सबै चाहिँ कहाँ त भन्दै रोजगारीसँग चाहिँ जोडिएको हुनु पऱ्यो कि है। द्याट लिड्स टु इम्प्लोइमेन्ट। र रिजनल हबको उसमा चाहिँ एकदम मैले अस्ति पनि पब्लिक पनि भनिसकेको छु, प्रादेशिक अस्पताललाई चाहिँ टिचिङ हस्पिटल विथ MBBS डिग्री पब्लिक प्राइभेट पार्टनरसिपमा हुन्छ। त्यो तपाईँ आफै नै इमेजिन गर्नु न, जस्तो सिलसिलाहरू धुलीखेल बसेर पढ्यो होइन, त्यो केही त्यो गाउँमा केही पनि थिएन। त्यो युनिभर्सिटी नहुँदासम्म शिवदायहरूलाई पनि थाहा होला होइन। त्यो एउटा युनिभर्सिटीले चाहिँ त्यो ठाउँलाई, त्यो धुलीखेल जुन त 0 किलोमिटर भन्छ त्यसलाई, त्यो आसपासमा कति गुन्जायमान बनाएको छ कि आर्थिक रूपमा चाहिँ। हामीले यहाँ एउटा चाहिँ विश्वविद्यालय खोल्न सक्यो भने, टिचिङ हस्पिटल खोल्न सक्यो, कतिजना विद्यार्थी पढ्न आउँछन्, प्रोफेसरहरू आउँछन् यहाँ पढाउनलाई चाहिँ, यिनीहरू बस्नु पऱ्यो, खानु पऱ्यो होइन। त्यसपछि इन्जिनियरिङ कलेज। अब यसरी चाहिँ हामीले चाहिँ आइटी हब, पार्टीले पनि तपाईँको अन्तर्राष्ट्रिय उच्च शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउनु भनेपछि अब बागलुङलाई चाहिँ हामीले रिजनल एउटा मोडल एजुकेसन हबको रूपमा चाहिँ त्यो हामी विकास गर्छौँ। त्यो विकास गर्ने चाहिँ हामी नीति बनाउँछौँ, नीति पास गर्छौँ र त्यो सबै मिलेर गर्छौँ है। त्यो एक्लै गर्ने कुरै होइन। र यो साथसाथै मैले अर्को एउटा टुरिज्म र स्पोर्ट्सलाई पनि जोड्न खोजेँ। र बागलुङ चाहिँ यो एडभेन्चर स्पोर्ट्सको लागि चाहिँ एकदम उपयुक्त ठाउँ हो। देखिन्छ अहिले भएको चाहिँ त्यो जिप, त्यो तपाईँ हाम्रो के छ यो के अरे फराल्ने होइन, जिप लाइनिङहरू भयो, के अरे बन्जी होइन, के अरे बन्जी होइन, बन्जी, जिप लाइनिङ यस्तै। अब यसका पनि अरू भर्जनहरू पनि छ कि होइन। अब तर अब अहिलेसम्म के थियो त भन्दाखेरि चाहिँ हामीले स्पोर्ट्सलाई चाहिँ एउटा मनोरञ्जनको रूपमा मात्रै ल्याएको थियौँ कि। अब स्पोर्ट्स चाहिँ अब खेलको चाहिँ मनोरञ्जन होइन, यो चाहिँ हाम्रो अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सेदार हो। एनपिएलले त देखाइसक्यो नि, तपाईँहरू सबैले सुन्नु, एनपिएलले कति 1 अरबभन्दा बढी चाहिँ आम्दानी गर्यो, प्रत्यक्ष अप्रत्यक्ष गरेर। अब यस्तो गर्न सकिन्छ। र बागलुङ चाहिँ त्यसको लागि चाहिँ एडभेन्चर टुरिज्मको लागि, एडभेन्चर स्पोर्ट्सको लागि चाहिँ एकदम ठुलो हो। र म यहाँ के अरे कुनै कुरामा चाहिँ एउटा प्रसङ्ग पनि जोडेँ। जस्तै अहिले यो चाहिँ हाई माउन्टेन ट्रेनिङ स्कुलको लागि चाहिँ पार्टीले पनि आधिकारिक रूपमा बोलिसकेका छ, त्यो चाहिँ बागलुङ बन्छ। किनभने हामी चाहिँ धेरै हिमालबाट नजिक छौँ नि। र नेपाल र तपाईँको चाहिँ यो माउन्टेनियरिङमा चाहिँ पछिल्लो चरणमा चाहिँ अब खुम्बु, सोलुखुम्बु होइन, त्यसपछि शेर्पाहरूको मात्रै नाम आउँछ। तर वास्तवमा भने नेपालमा होइन, संसारमै माउन्टेनियरिङको पाइनियर चाहिँ हाम्रै यस क्षेत्रका मगर दाजुभाइ। जति पनि यो अग्ला, अधिकांश अग्ला हिमाल चाहिँ चढेर त्यो हाइट नाप्ने, त्यो एक्सप्लोरेसन गर्ने चाहिँ हाम्रो मगर दाजुभाइहरू विश्वमै। त्यो इतिहास चाहिँ अहिले चाहिँ बिर्सिएको छ, त्यसलाई उजागर गर्छौँ। त्यो हाम्रो अध्ययनको क्रममा भेटेको र हामीसँग त्यो छ, हाम्रो जिनमै छ, किनभने हामी त उच्च पहाडमा छौँ नि त। र त्यसको साथसाथै म अर्को एउटा पनि थप्न खोजेँ, बागलुङलाई एउटा चाहिँ सांस्कृतिक केन्द्र, धेरै यहाँ संस्कृति, त्यसमा पनि मगर संस्कृतिको चाहिँ
यो राजधानी बनाउनुपर्छ बन्छ, किनभने अहिले चाहिँ पछिल्लो चरणमा के छ भने जस्तो मगर भनेको तनहुँ यो उतातिरको क्षेत्रबाट, तर यहाँ चाहिँ त्यति धेरै जति हाम्रो चाहिँ यहाँको जुन रिच मगर कल्चर छ नि त्यति त्यहाँ देखिँदैन क्या, तर यहाँ छ, तर यो अगाडि आएको छैन। हामीले त्यो गर्छौँ किन यो चाहिँ हिमानन्द दाईहरूलाई पनि थाहा होला, तपाईँहरूले पढाउनु होइन, यो चाहिँ एकदम कल्चरल ऊ हो, ठाउँ हो पहिलादेखि नै त्यो गर्छौँ। र टिको पर्यटनबाट त्यो आइहाल्यो, एउटा एमबिबिएस र टेक्नोलोजीमा चाहिँ इन्जिनियरिङ बेस्ड, इन्जिनियरिङ र अब त्यसपछि एग्रिकल्चर, एनिमल हस्बेन्ड्री। जस्तै हामीले चाहिँ एग्रिकल्चरको यहाँ हामीले इन्स्टिट्युटहरू खोल्न सक्यौँ भने खोल्यौँ भने त्यसले त मैले अघि नै भन्छु एउटा वडामा कम्ती एउटा जेटिए, किनभने एग्रिकल्चरलाई हामीले कृषिलाई चाहिँ अर्थतन्त्रको मात्र जोड्ने हो भने त प्राविधिक चाहियो नि त, प्राविधिक उत्पादन पनि गर्नु पऱ्यो, प्राविधिकलाई रोजगारी पनि दिनु पऱ्यो, अन्त प्राविधिकले के गर्नु पऱ्यो उत्पादकत्वसँग चाहिँ त्यसले चाहिँ प्राविधिकको ज्ञानले चाहिँ लजोड्नु पऱ्यो, त्यो गर्छौँ। र पूर्वाधारको कुरा गर्दाखेरि चाहिँ जुन यो मेन चाहिँ यो दुईवटा हाइवे छ, यो दुईवटा जुन हाम्रो एउटा चाहिँ कालीगण्डकी कोरिडोर र अर्को चाहिँ यो मध्य पहाडी लोकमार्ग, यो दुईटै चाहिँ नेपालको अर्थतन्त्रको लागि चाहिँ यिनीहरूको धेरै ठुलो योगदान रहन्छ र त्यो स्थापित गर्नुपर्छ। हामीले चाहिँ अहिलेसम्म यो राज्यले गर्न सकेको छैन, काम त सुरु गरे तर अहिलेसम्म सकिया छैन होइन। र त्यसको यो दुईवटा कोरिडोर, यो दुईवटा हाइवेले चाहिँ बागलुङलाई चाहिँ हामीले चाहिँ समग्र बागलुङ हेर्नुपर्छ, बागलुङमा टक्कै यो बजार मात्र नहेरौँ, कुनै गाउँ मात्रै नहेरौँ, समग्र बागलुङ हेर्नुपर्छ। यसमा चाहिँ धेरै ठुलो आर्थिक सम्भावनाको ढोकाहरू खोल्छ र त्यो खोल्ने नीति चाहिँ त्यो हामी बनाउँछौँ, म बनाउँछु। र एजुकेसनको कुराहरू मैले गरिहालेँ। र अब हामी चाहिँ नचाहिने यो भ्यू टावर त्यतातिर लाग्दैनौँ होइन, जे चाहिन्छ लगानी गर्ने, पिपुल्समा लगानी गर्ने हो क्या, कन्ट्रीमा लगानी गर्ने होइन। अहिले मैले कालीगण्डकीको सभ्यताको कुरा गर्छु कि शालिग्रामलाई चाहिँ किटिवालो बनाउने होइन, शालिग्रामको त महत्त्व छ नि, अचम्म राम्रो पार्टीले पनि बोलिसकेको छ। यहाँ पार्टीले 14-5 बुँदामा भनिसकेको छ सांस्कृतिक र आध्यात्मिक तपाईँको चाहिँ महत्त्व राख्ने हाम्रो चाहिँ नदीनालाहरू त्यस्तो प्राकृतिक ऊ छन् भने चाहिँ त्यसको चाहिँ अध्ययन गरेर त्यसलाई चाहिँ कसरी जोगाउने भनेर नीति बनाउनु भनेर स्पष्ट लेखिसकेको छ। त्यसमा हामी एकदम क्लियर छौँ, किनभने शालिग्राम भन्ने त संसारमा कोही पनि पाइँदैन, त्यो जोगाउनु पऱ्यो नि। भगवान् विष्णुसँग जोडिएको चिज लगेर त हाम्रो यहीँबाट चाहिँ आजभन्दा 300-400 वर्ष अगाडि शालिग्राम लगेर दक्षिणमा त्यो बदमासबरी के भन्ने मन्दिर त्यही हाम्रै यहीँको शालिग्राम हो। त्यहाँ यत्रो वर्षमा करोडौँ मान्छेहरू चाहिँ भिजिट गर्छन्, हामी चाहिँ यहीँ भएकोलाई चाहिँ हामीले त्यसरी चाहिँ गर्नु हुँदैन। त्यो चाहिँ त्यसमा हाम्रो चाहिँ स्पष्ट छ नीति चाहिँ।